ओइले दाइहरूलाई ओइ भन्छ या दाइ नमस्ते म भ्लगमा हैन ओ ओ भ्लगमा आउनु हो नत्र म भिड काट्दिन्छु फेरि तिम्रो दिदी मिलाइदियो भ्लगमा आउने नत्र काट्दिन्छु मेरो दिदी मिलाइदिएर नभए भ्लग काट्दिन यस्तो भ्लग सब्स्क्राइब नि नगर्नु है सो हे गाइज वेलकम टु माई न्यू भ्लग। सो आज चाहिँ हामी जाँदैछौँ कहाँनिर भन्दाखेरि स्कुलमा चाहिँ आज के छ विशेष भन्दाखेरि आज स्कुल डे हो। स्कुल डे भनेर स्कुल जन्मेको दिन आज चाहिँ स्कुल जन्म्यो मतलब बने स्कुललाई जन्म्यो त्यही त उद्घाटन स्कुललाई गौमतीको आमा नौमतीले आज जन्माएको उद्घाटन आज चाहिँ उसको छेवर भएको दिन। सो हामी चाहिँ जाँदैछौँ त्यो ठेक जहिले यही बाटो हाम्रो कहाँनिर भनेर त भन्नु नपर्ला। सो अनि यहाँनिर चाहिँ यस्तो विद्युतको काम भइरहेको रहेछ यहाँ तार हालिदिने अनि सो यहाँनिर चाहिँ खतरा सारङ्गी बजार गीत गाइरहेको सब देखाउँछु पर्किने एकदिन सुनेर जाउँ न आज हाट बजार हो जान ल जान होइन अरुण जान अरुण हाल्न जान खाते जान अब जाउँ है। सो अब हामीसँग त्यति टाइम छैन हेर्नलाई अब जानुपर्ने हुन्छ यता पनि अब रमाइलो गर्नुपर्ने यहाँ राम्रै लाग्यो अब एकछिन हेरिदियो अब यता हाट बजार नि रहेछ आज शनिबार थाहा थियो तर हाट साह्रै सरप्राइज हो बाटोभरि हो हाट बजारमा अनि यो कटेपछि चाहिँ टक्क बजार आइपुग्छ बजारपछि चाहिँ स्कुल त्यहीँनिर हो। सो सन्देशको लागि चाहिँ मैले यतातिर कपडाको चाहिँ दुकान गोदामै भेटिसकेको छ सायद यस्तो छ सन्देशको लागि चाहिँ एकदम बवाल चानीको जुन दिन मसँग पैसा हुन्छ नि फागुनमा यसको बर्थडे पनि आउँदैछ। सो दिनेछु यसलाई गिफ्ट सन्देशलाई एकदम बवाल यता पनि हेर्न सक्नुहुन्छ। यता मास्टरको लागि पनि ठिक्क साइज तिमीहरूको कति 38 तँलाई थाहा मलाई 13 चाहिँ सक्छ त्यो नहुनु यो कुरा यो टपिक छोडिदिउँ यो राम्रो टपिक होइन कि सबले मलाई यहाँनिर भ्लग बनाउँदा एकदम मजाले आँखाले यो दिएर हेरिरहेको छ यो भाइले गर्न चाहिँ के गरिरहेछ यहाँ क्यामेरासँग चाहिँ बढ आयो त्यही भएर अब यहाँ बजार छोड्यो हाट बजार छोड्यो अब मेन बजार त्यो बाटोतिर लागिसक्यो हामी त्यसको चाहिँ हल्का अगाडि जानुपर्छ त्यसपछि चाहिँ हाम्रो स्कुल आइपुग्छ श्री गौमती नमुना त्यहाँनिर पर्छ नमुनाहरू एउटा नमुना म अनि यतातिर अगाडिबाट चाहिँ केटी आएको है राम्रो छ कि छैन यसो हेर्छु पनि बहिनी रहेछ त्यो अलिक सानै रहेछ अब एकै टनमा स्कुल गएर भेटौँला। म चाहिँ अब तल चाहिँ बेसी नै झ्याउझ्याउ हो त्यो एउटा गीत रेकर्ड गऱ्यो त्यो स्वागतम रे म्युजिक गीतै त्यति राम्रो चाहिँ थिएन तर ठिकै थियो र मास्लो स्कुलमा आएको छु मास्लो चाहिँ हाम्रो यहाँ बन्दैछ खतरा कति करोडको यहाँ तमुजीले हेरे आएन कसरी थाहा पायो सुनेको भरमा त जे पनि भनिहाल्छ नि मान्छेले देखेको कुरा भन्नुपर्छ देखेको कुरा त झुट हुन्छ भने होइन कति आएको छ त्यो मुजी अब थाहा छैन
यहाँबाट चाहिँ देखाउनु रूपमा विद्यालयका विषय शिक्षकहरू, विद्यालयको प्रशासन, त्यसमा को छ मुला हान्दिमै विद्यालयसँग मान्छे त्यति आएको छैन, आउने बेला पनि भाडा रहेछ। सो एकछिनमा आइपुग्छ होला। डान्स सान्स हुँदा चाहिँ हामी नि जान्छौँ तलतिर अलि रमाइलो गर्नलाई। सो अहिलेको लागि चाहिँ एकछिन सो हामीलाई चाहिँ यहाँनिर माथि चाहिँ अब बस्न नमिल्ने रे, त्यसो सबैजना तल जानु रे। तल जाँदैछु। सो आशिष ढोलले पनि आइसक्यो यहाँनिर। आशिष भाइ सानो पुच्चे डल्ले म्याचिस तलै रहेछ। तलबाट त्यो माथि आउँदैन। अब हामी तल गएको देखेँ, त्यसले त्यो माथि आउँदैन। अब सुरु हुन आँटे जस्तो है भुराहरूको कता हामी केटाकेटी हो यहाँनिर चाहिँ भाइ मुटु खाली छ। मेरो चाहिँ मुटु खाली छ है। मेरो चाहिँ मुटु ढलिन्छ। सेकन्डो त्यो मुला पहिल्यै भाँचेको राख्यो होला यिनीहरू यार। केटाहरूको बवाल हुन्छ। ल माया त्यो बुझेको टाउको मेला दुर्गाको मुख हेर्न अनुहार देशको झन्डा चाहिँ हो क्या त्यो
मटका त्यो लाग्ला त मटका फुटाए अब ए टाउको भन्दा माथि क्यामेरा फाइनल त्यो गन्धनी सक्यो तर यो चाहिँ दामी थियो यो केटाहरूको राम्रो छ केटीहरूको चाहिँ डान्सै गर्न नआउने त्योभन्दा त मलाई म हान्छु यहाँ डान्स त मलाई सो म चाहिँ यहाँनिर अब यो मान्छेसँग च्यालेन्ज हान्दैछु कसले चाहिँ धेरै बेरसम्म भ्लग बनाउँदै हिँड्न सक्छ ल अब सुरु ल सो अब चाहिँ मैले यताको सामान केही देखाएको नि थिएन यतातिर चाहिँ केटी छ केटी त के भन्नु अनि लाजै लाग्छ भयो होइन आफूलाई लाज लाग्छ अनि सो यो चाहिँ साइन्स एक्जिबिसन छ यहाँनिर चाहिँ के छ भने पुरै साइन्स एक्जिबिसन अनि उता केटी जस्तो त कोही छैन यहाँ सब सान्दिनहरू अघिको डान्स गर्दा यो पनि थियो टेकन्डोमा थियो कि थिएन यसले आइफोन देखा हो आइफोन हेरेर यसको ज्यान हेर्नुपर्छ यसको औला चदर घाममा बस्दै पोहोर साल त स्कुल डेमा त कालो हाल्यो त अहिले त कति सेयो त मार्केट गयो यहाँ खाना नदिएर स्कुलले खाना नदिएर यस्तो बिजोग छ ल यसले मेरो भ्लग बनाएको एक राउन्ड घुमेर जसमध्ये 24 जना महिला र 30 जना पुरुष शिक्षा कर्मचारी साथीहरू हुनुहुन्छ। अब विद्यालयको तह संरचनामा हेर्ने विद्यालयको सुशासन कायम गर्नको निमित्त विद्यालयले हाल 29 वटा समितिहरू कायम गरी विद्यालयको हरेक गतिविधिलाई व्यवस्थित गर्न खोजिएको छ र हरेक समितिहरूको काम कर्तव्य अधिकार विद्यालयका समितिले र सूचित गरेको बहुमती मात्र विद्यालय सञ्चालनको व्यवस्थापन कार्यविधि 2020 विद्यार्थी भर्ना हामीले विद्यार्थी इन्ट्रान्स नलिकन सिधै जो विद्यार्थी सर्टिफिकेट बोकेर आउँछ फाइनली चिया पनि आइपुग्छ बिस्कुट पनि आयो है गोजीमा हाल्न गोजीमा हालेर राख्न अहिले खाना मिल्छ गोजीमा हालेर हेर्दा एउटा चिज चाहिँ बवाल लाग्यो क्या भाइ देखाउ त यो देखाउ न अतिथिज्यूहरू आमन्त्रित महानुभावहरू शिक्षक कर्मचारी खोइ त मुला घुम्दैन त विद्यार्थी लगायत सम्पूर्ण विद्यालयको समग्र घुमाउ ग्राभिटी फोर्स हो के भन त यसको बारेमा यो त हामीले बनाएन कसले बनायो यो ग्राभिटी फोर्स के कसले बनायो त राजा भाइ यहाँ सब बुझ्नु पर्यो नि हामीलाई बुझेपछि त घुमा बल्दैन यो ग्राभिटी फोर्स रे यो के घुमाउँछ यो पृथ्वीको यो घुमाउने हैन नि त यो यसले घुमाएर छ ग्राभिटी हो ग्राभिटीको बारेमा हो ग्राभिटी फोर्स ग्राभिटीको कति हुन्छ यसको
ए भाइ यार यो चाहिँ के बनाएर राखेको त त्यो जेट पाइ त्यो पोहोर साल त रात परेर चाहिँ हाम्रो गेन्डा साथी पनि आइपुगिसक्यो गेन्डा अनि यता छ अमन यो विवेक अमन तेरो नाम अमन है तर यो तिमीहरू दुईजनाको नाम जहिले झुकिन्छ क्या यसलाई 40 र विवेक भन्छ यसको नाम विवेक जान्छ क्या अनि त्यो अमन विवेक अनि यो साइदेव मुर्रा हो मुर्रा प्रचण्ड अनुहार बिग्रेको बाँदर हो यो भाइ यही अनुहारमा सन्नी लियोनी फिदा छ थाहा छ नि गणेशको यो अनुहारमा मिया कल्चा फिदा जस्तो अनुहारमा ठिक गर्नुहुन्छ क्या भाइ यसमा यसलाई चाहिँ त्यो मेथाई ओइ यसलाई कसले पत्याउँछ भाइ म त डर लागिरहेछ कि मेरो एउटा भएको छ मलाई त यस्तो डर लागेको छ कि होइन आफ्नो एउटा भएको क्लासमेट साथी अमन भन्नेको म्या बिहे नहोला सहन नसकेर भाग्यो भाइ ओइ त केटा मान्छे हो धेरै सहन्छ म्या त यहाँ च्यानल सब्सक्राइब गरिदिनु विषम ब्लग यो स्कुलको भित्ता हेर्नु केटाहरूले के कोले हो कुनै मैले चाहिँ एउटा गरेँ होइन मेरो ब्लगको त्यो च्यानलको नामहरू लेखेर राखेको ऊ त्यो ब्लग बीमा नि छ त्यो ब्लग बी लेखेरमा विषम ब्लग देखाउँदा भाइरल मान्छे हाम्रो अनिसलाई त अघि नै देखेको थियो अब मिसहरूले मार्केट खाने हो टिचर है हाम्रो स्टाफ नर्स पनि रहेछ त नर्सलाई फेरि लाइन हान्ने नर्सले लाइन म अहिलेसम्म कसैको फोटो खिचेको ओए नेपाली फिल्मको हिरो नै कस्तो मौताबाट भिडियो गर्छ सरले चाहिँ मार्केट खाएँ होइन तर त्यहाँनिर मैले भिडियो जहाँबाट मैले जुन एङ्गलबाट भिडियो गर्न खोजेँ नि राम्रो नआएर छोडेर यतैबाट गर्छु रियल मास्टर नि चाहिँ यता छ है सिधै हाम्रो सरहरूलाई मिसहरूले मार्केट खाइसक्यो सर तपाईँहरूको कहिले आउँछ केटा सो म चाहिँ यहाँनिर सन्देशको सामान रिसिभ गर्नलाई यो माथि चेकपोस्ट नजिकै आएको छु यहाँ छ मालटारको चेकपोस्ट यहाँनिर चाहिँ उसको मम्मी काठमाडौँबाट आउँदै हुनुहुन्छ काठमाडौँबाट अनि यसलाई के ल्याइदिएछ भने हुडीसुडी के ल्याइदिएछ सामानहरू अनि यसो क्यास पनि लिनुपर्ने छ अरे मम्मीबाट यसो बसुल्नुपर्ने 2-4 पैसा अब बर्थडे आउँदैछ नि त हामीलाई अब दिनु पर्यो टिप्स फेरि म्याम एक दिएर फेरि यो नालामा सुधाइदिनु नालामा तलतिर चाहिँ प्रोग्राम छ हामी प्रोग्रामै नहेर प्रोग्रामै छुट्याएर आएको छु अब यसले यहाँनिर चायपान गराउँछ चायपान गरेर एकछिन बस्छु हामी चिया खाएरै बस्छु अनि त्यसपछि चाहिँ गरेर मम्मीले ल्याएको सामान रिसिभ गरेर टक्क क्लासमा स्कुलमा जाने 2-4 चोटि रमाइलो गर्ने फेरि पनि रमाइलो हुने टाइम चाहिँ अब चाहिँ भइरहेछ तर अघि चाहिँ भएको थिएन अघि फाइनल सामान पनि भेटिसक्यो र हामी फर्किसक्यो यसको यहाँनिर खुसीको खबर यहाँनिर हुडीसुडी के आएको छ गर्मी महिना सुरु लाग्यो त यसको जाडोको कपडा आयो गर्मी महिना सुरु भइसक्यो यार साँच्चै जाडो कपडा आयो अब हामी चाहिँ स्कुलतिर लागिसकेको छौँ
स्कुलतिर गएर अब एकछिन रमाइलो गर्नुपर्ने हुन्छ, त्यसपछि चाहिँ घर लाग्नुपर्ने के हो अन्डाको फ्रक। बबाल खाएको डान्स पनि देखियो आज ओइले दाइहरूलाई ओइ भन्छ यार। दाइ नमस्ते, म भ्लगमा हैन आउनु पर्यो। ओ भ्लगमा आउनु हो, नत्र म भिडियो काटिदिन्छु। फेरि तिम्रो दिदी मिलाइदियो भ्लगमा आउने, नत्र काटिदिन्छु। मेरो दिदी मिलाइदिएर नभए भ्लग काट्दिन। यस्तो भ्लग सब्सक्राइब पनि नगर्नु है। ट्रेन चाहिँ भाँचिने बेला भइसक्यो। अलिकति हिम्मत गरेर नाच्दैन हो, मलाई नाच्नलाई इन्भाइट गरेर नाच म भिडियो गर्छु। सरको एकदम हद्रा डान्स। मलाई लाज लागेको छ क्या। सो प्रोग्राम पनि सकिसक्यो आजको, ठिकै भयो, त्यति वाउ पनि भएन, सोचेको जस्तो चाहिँ भएन, रमाइलो थिएछ। सो आजको भ्लग यस्तै भयो। सो धेरै दिनपछि बनाएको, कुदी कुदी आएर थाकेर। सो लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। आशा गर्दछु पछि पनि मेरो भ्लग हेरिराख्नु होला, धेरै हुन्छ भन्ने आशा गर्दछु। र फाइनली सकिसकेको छ, मलाई दिन हो ल। सो यो भ्लगलाई यतैतिर व्यवस्था गर्छु, नेक्स्ट टाइम फेरि पनि हेर्नु होला।